विश्वको इतिहास भाग 4। औद्योगिक क्रान्तिको सुरुवात के को उत्पादनबाट भएको थियो? कपडाको उत्पादनबाट। केरेन्स्की कुन घटनासँग सम्बन्धित छ? रुसी क्रान्तिसँग सम्बन्धित छ। सन् 1945 मा जापानको हिरोसिमा र नागासाकीमा क्रमशः कहिले र कुन परमाणु बम खसालिएको थियो? अगस्ट 6 मा लिटल बोय हिरोसिमामा खसालिएको थियो भने अगस्ट 9 मा फ्याटम्यान नागासाकीमा खसालिएको थियो। प्रथम विश्वयुद्धमा नेपाल कुन राष्ट्रको तर्फबाट लडेको थियो? यसको सही उत्तर रहेको छ बेलायतको तर्फबाट। सर्वप्रथम क्यालेन्डर प्रचलनमा ल्याउने राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ इजिप्ट। अब यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ति नै हुने थिएन भन्ने भनाइ कसको हो? यसको सही उत्तर रहेको छ नेपोलियन बोनापार्ट। नेपोलियन बोनापार्ट। अर्को प्रश्न रहेको छ, द्वितीय विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम र अन्तिम देश कुन कुन हो? इटाली र जापान। इटालीले सर्वप्रथम आत्मसमर्पण गरेको थियो भने जापानले सबभन्दा अन्तिममा आत्मसमर्पण गरेको थियो। दोस्रो विश्वयुद्धपछि जापानको हिरोसिमाको भ्रमण गर्ने अमेरिकी बहालवाला राष्ट्रपति को हुन्? यसको उत्तर तपाईहरूले दिनुहोला।